त्यो आमा भन्दै यस्तो सम्बोधन गरिराख्नु भएको छ नि त देशलाई। अनि त्यो गर्दाखेरि चाहिँ मैले फेरि यहाँ कसैको विरोध गरेको छैन है। मलाई आफूले लागेको आफ्नो धारणा मात्रै मैले यहाँनिर व्यक्त गरेको। अब सबैजनाले मन पराउनै पर्छ, माया गर्नुपर्छ भन्ने होइन कि, तर अलिकति सचेत हुन जरुरी छ, अलिकति दिमाग लाउन जरुरी छ। अब चाहिँ हामीले कमसेकम देशमा आजदेखि मन पर्न छाड्यो यो दिदी भन्दै हुनुहुन्छ। अब यस्तो मान्छेलाई सधैँभरि एउटै मान्छे मनपर्छ भन्ने होइन नि त है। अनि एउटै मान्छे सधैँ मनपर्छ भन्ने होइन। कतिलाई म मन नपर्ला, कतिलाई म मन पर्ला होइन। तर कसैको भलो हुँदैछ भने चाहिँ यसो विचार गर्नुपर्छ। अब मैले तपाईलाई म मन नपर्नुको कारण एउटै कारण देख्नुभयो होला, त्यो भनेको अब मैले अहिले हर्क सम्पाङ सरलाई मैले सपोर्ट गरेँ, सायद त्यो चिजले मन नपरेको होला। तर तपाईले यो पनि सोच्नुपर्छ कि योभन्दा अगाडि मैले गरेका राम्रा काम कारण बनाएर मन नपराउनु भनेको त्यो तपाई गलत हो। म चाहिँ त्यसरी बुझ्छु, किनकि 100वटा राम्रो कामको भिड छोडेर तपाईले एउटा कामलाई मात्रै नराम्रो भन्नुभयो नि त। अनि त्यसले गर्दाखेरि हेर्नु त, विचार, मान्छेको विचार भनेको कति नराम्रो है, सोच भनेको कति नराम्रो। 100वटा राम्रो काम गरेकोलाई नदेखेर एउटा मात्रै गरे तपाईले, अनि त्यो चाहिँ एकदम हो क्या। त्यही हो। अब अरू त त्यस्तै हो कि अब मलाई कसैको आश लाग्दैन। अब हर्क सम्पाङ सर चाहिँ ठाउँमा पुग्नु भयो भने एउटा निशुल्क एउटा ठुलो हस्पिटल, बिरामीहरूको लागि निशुल्क उपचार हुने एउटा यस्तो राम्रो होइन, सहयोग उठाउनै नपर्ने एउटा राम्रो हस्पिटल खुल्यो भने ओ माइ गॉड कति खुसी हुन्छन् होला। म नि खुसी हुन्छु, बिरामीहरू नि खुसी हुन्छन् होला है, सबैजना ह्याप्पी हुन्छन् होला। म बिचरा उनीहरूको लागि के नै गर्नुपर्छ र होइन। अनि अर्को कुरा चाहिँ अब यहाँ सबै जातको हुनुहुन्छ होला, गुरुङ, मगर, राई, लिम्बू, नेवार, छेत्री होइन, सबै जातको हुनुहुन्छ होला। कहिले पनि जातीयवाद कुरा आउँदैन क्या। देशलाई सुम्पिने कुरामा चाहिँ कहिले जातीयवाद कुरा आउँदैन कि हामी सबैजनाको लागि राम्रो हुन्छ भनेर एकचोटिलाई अवसर दिने हो कि भन्ने सोचेर चाहिँ एकचोटिलाई अवसर दिदिनुहोस् है। अब जिन्दगीमा धेरैचोटि हजुरहरूले भोट गरिसक्नु भएको छ। अब आउने दिनहरूमा चाहिँ एकचोटिको लागि मात्रै एकचोटि त अवसर दिदिनुहोस् न प्लिज भन्छु कि म चाहिँ। अब योभन्दा अगाडि धेरैलाई भोट दिनुभयो, सबैलाई उयो गर्नुभयो, तर केही हुन सकेन। तर अब अहिले पनि